हेलो साथीहरु, तपाईहरु सबैजनालाई आजको यस नयाँ भिडियोमा स्वागत छ। आजको यस भिडियोमा चाहिँ म यो ट्रान्सपोर्ट माल्टामा चाहिँ ट्याक्सीको ट्याग रिन्यू गर्न आएको थियो है। सो अहिलेसम्म ट्याक्सी चलाएको चाहिँ छैन। अस्ति बनाएको थियो तर त्यति बेला चाहिँ मेरो आइडी चाहिँ एक्सपायर भइरहेको थियो। 3 महिनाको डेट मात्रै दिएको थियो हैन। तपाईलाई थाहा छैन भने चाहिँ ट्याग चाहिँ तपाईको आइडी सँगै भ्यालिड हुँदो रहेछ। आइडी को डेट सँगै तपाईको चाहिँ ट्याग सकिने हुँदो रहेछ है। सो त्यही कारणले गर्दाखेरि चाहिँ तपाईको आइडी सकिदै छ भने चाहिँ ट्याग तपाईले नबनाउँदा पनि हुन्छ हैन। तर पछि चाहिँ तपाईको चाहिँ ट्याग चाहिँ आइडी को भ्यालिड तपाईको टाइम धेरै भएपछि मात्रै तपाईले चाहिँ बनाउँदा बेस्ट हुन्छ है। सो अस्ति चाहिँ मैले न्यूजहरु पनि सुनेको थियो हैन, ट्याग चाहिँ रिन्यू भएको छैन भनेर है। सो मैले तर इमेल गरेको थियो ट्रान्सपोर्ट माल्टामा। इमेलमा चाहिँ उनीहरुले चाहिँ रिन्यू हुँदैछ कि फरक पर्दैन भनेर भनेको थियो। तर मेरो चाहिँ एक्सपायर यो मन्थमा हुँदैछ। त्यही कारणले गर्दाखेरि रिन्यू गर्न आएको थियो। अनि अस्ति चाहिँ काम पनि चेन्ज गरेको थियो। त्यो प्रब्लमले गर्दा पनि मैले पार्ट टाइमहरु एप्लाई गर्न पाएन। अब चाहिँ मैले पार्ट टाइम एप्लाई गर्ने विचार गरेको छु ट्याग रिन्यू भएपछि हैन। सो हेरौँ आज ट्याग रिन्यू हुन्छ कि हुँदैन। भयो भने म तपाईलाई अपडेट दिनेछु है त। ट्याग रिन्यू गर्नको लागि चाहिँ तपाईको चाहिँ फर्म भर्नु पर्यो। पहिलो सुरुमा उनीहरुको एउटा फर्म छ, फर्म भर्नु पर्यो। मेडिकल, पुलिस रिपोर्ट है, तपाईको आइडी भइहाल्यो। अनि कहिले त्यति नै हो मेन चाहिने डकुमेन्ट। अनि त्यहाँ चाहिँ पैसा कति लाग्छ भन्ने चाहिँ मलाई लेटर आएको थियो पोस्टबाट। अब 10 युरो कि 12 युरो समथिङ लाग्छ भन्दै थियो। सो हामी गएर हेर्नेछौँ हुन्छ कि हुँदैन हैन। भयो भने पनि तपाईलाई इन्फर्म गर्नेछु। ट्याग रिन्यू भएन भने पनि म तपाईलाई चाहिँ इन्फर्म गर्नेछु है। सबैभन्दा समस्या चाहिँ यहाँ चाहिँ पार्किङ नपाउने हैन। यहाँ अब बल्ल बल्ल पार्किङ मैले पाएँ त्यहाँ एक ठाउँमा। तर त्यो पनि वाइट चाहिँ हैन, जसोतसो साइडतिर पार्किङ गरेर आएछु नम्बर टालेर। यहाँ ट्रान्सपोर्ट माल्टाको पार्किङमा गएको पार्किङै नरहेछ है। यो चाहिँ पाउलामा छ। अब तपाईँ सबैजनाले थाहा भएको होला हैन। पाउलामा पनि छ, सायद मोस्ट ठाउँमा पनि एउटा छ जस्तो लाग्यो है। हामी यहाँ गएर हेर्नेछौँ है त। यहाँ पनि कन्स्ट्रक्सन एकदम भइरहेछ। लेट्स सी। यो ठुलो बिल्डिङ छ एउटा। बिल्डिङमा चाहिँ ट्यागहरू रिन्यू हुने काम हुन्छ है त साथीहरू। म चाहिँ अहिले चाँडै आएको छ है त यहाँ हेर्नको लागि। फर्स्टमै तपाईको ट्याग रिन्यू भयो भने सजिलो हुन्छ कि भनेर म फर्स्टमै आएको छु है त। यहाँ अब धेरैजना नेपाली दाजुभाइ दिदीबहिनीहरू अब बाहिर इन्डियाबाट पाकिस्तानबाट पनि धेरैजना हुन्छ है। बिल्डिङ चाहिँ यतापट्टिको साइडमा यसमा चाहिँ रिन्यू हुँदो रहेछ है त। नयाँ बनाउने पनि त्यही रहेछ। यो ठुलो बिल्डिङ चाहिँ तपाईँले देख्नुभयो होला हैन। यो बिल्डिङमा है साथीहरू, ठुलो बिल्डिङ छ यसमा। यो ठ्याक्कै यो यतापट्टि साइडको बिल्डिङ भयो, लेफ्ट साइडकोमा है। मान्छेहरू पनि धेरैजना यहाँ बसिरहेको छ। त्यहाँ गएर म एकचोटि हेर्छु है त साथीहरू। भित्र चाहिँ खिच्न पाउँदैन, त्यहाँ गएर हेरौँ। साथीहरू ट्याग चाहिँ रिन्यू हुन सकेन हैन। किनभने उनीहरूले चाहिँ के भन्यो भने तपाईको चाहिँ सेकेन्डरी परमिट चाहिन्छ भनेर भन्यो उनीहरूले चाहिँ। मेरो चाहिँ फुल टाइम अर्कै कम्पनीमा तर पार्ट टाइमको लागि खोज्दै थियो। तपाईको चाहिँ सेकेन्डरी परमिट चाहिन्छ। फर्स्टमा सेकेन्डरी परमिट लिएर आएपछि मात्र तपाईको ट्याग चाहिँ रिन्यू हुन्छ भनेर भन्यो है त। म भन्दा अगाडि चाहिँ एउटा साथी पनि थियो, उसको चाहिँ नयाँ थियो है त, नयाँ ट्यागको लागि भनेर आएको रहेछ। उसको लागि पनि त्यही भन्यो। उसको पनि सेम तपाईले चाहिँ ट्याग पहिला सुरुमा चाहिँ परमिट लिएर आउनुपर्छ, सेकेन्डरी परमिट, त्यसपछि मात्र ट्याग बन्छ भनेर भन्यो है त। सो मैले सुनेको पनि थियो। अनि मैले इमेल पनि सेन्ड गरेको थियो। तर इमेलमा चाहिँ उनीहरूले हुन्छ भनेर भनेको थियो। अनि मैले त्यो कुरा पनि उनीहरूसँग आर्गु गरेँ, यो चाहिँ किन हो यसो, मलाई इमेल यो प्राप्त भएको थियो, तपाईँहरूले सेन्ड गरेको होइन भनेर भन्दाखेरि चाहिँ यो चाहिँ अब कस्टमरमा जो बस्छ उनीहरूले चाहिँ यो थाहा नभएर चाहिँ यस्तो भनेको हो भनेर भन्यो हैन। सो उनीहरूले माफी पनि माग्यो, उनीहरूले सरी पनि भन्यो मलाई। अनि मैले पनि भने ठिकै छ भनेर भने। त्यसपछि चाहिँ अब यदि तपाईँ चाहिँ माल्टामा हुनुहुन्छ भने चाहिँ यो कुरालाई ख्याल गर्नु होला। अहिले चाहिँ उनीहरूले चाहिँ परमिट, सेकेन्डरी परमिट, अब फुल टाइमरको चाहिँ तपाईको चाहिँ ब्लू पेपरमा रिन्यू हुँदैन भनेर मैले सुनेको छु हैन। आइडी नै चाहिन्छ भनेर सुनेको छु। भने पार्ट टाइमको लागि चाहिँ पहिलो सुरुमा तपाईले चाहिँ जब प्लसबाट सेकेन्डरी परमिट आएपछि मात्रै तपाईले चाहिँ ट्यागलाई रिन्यू गर्न सक्नुहुन्छ है त साथीहरू। सो आफ्नो साथीभाइहरूलाई पनि सेयर गर्न सक्नुहुनेछ। हामी नेक्स्ट भिडियोमा भेट्नेछौँ। तपाईहरु सबैजनालाई धेरै धेरै धन्यवाद।